राधे राधे। आउनुहोस् आज ज्योतिषमा कुरा गरौँ नीच ग्रह। अब नीच ग्रहको प्रभाव सामान्यतः कस्तो हुन्छ भनेर, यदि कसैको पाप ग्रह नीचको भएर तेस्रो, छैटौँ, आठौँ अथवा 12औँ भावमा गएर बसेको छ भनेदेखि त्यसले फेरि सधैँभरि नीचको फल दिँदैन। कहिलेकाहीँ त्यसले शुभ फल पनि दिने हुन्छ। कहिलेकाहीँ होइन, लगभग 50% त्यस्ता ग्रहले शुभ फल दिन्छन्। यदि नीच ग्रह बसेको राशिको स्वामी, जसलाई हामीले डिस्पोजिटर भनेर भनिन्छ ज्योतिषमा, त्यो बलवान भएर केन्द्रमा स्थित छ भनेदेखि चाहिँ नीच भङ्ग दोष जस्तै हो, त्यो नीचको दोष न्यून हुन जान्छ। त्यस्ता व्यक्तिहरूलाई पनि त्यो ग्रहले राम्रो फल दिन्छ। यसै गरेर नीच ग्रहमा बलवान बृहस्पतिको दृष्टि पर्यो भने पनि नीचत्वको दोष पूर्ण रहँदैन, धेरै चाहिँ त्यसको प्रभाव कम हुन्छ र शुभ फल पाउने हुन्छन्। यसै गरेर नीच ग्रहमा दुईवटा शुभ ग्रहको दृष्टि पर्यो भने पनि त्यो दोष रहँदैन, चाहे त्यो ग्रह दृष्ट होस्, बलि होस् अथवा नहोस्, त्यसमा पनि नीचत्वको भङ्ग हुन जान्छ। र नीच ग्रह बसेको राशिको स्वामी उच्चको भएर लग्न कुण्डलीमा अथवा राशि कुण्डलीमा बसेको छ अथवा केन्द्रमा गएर बसेको छ भने पनि नीचत्वको दोष भङ्ग हुन जान्छ। यहाँ पनि दोष लाग्दैन र डराइहाल्नु पर्दैन। कतिपय व्यक्तिहरूको कुण्डलीमा चाहिँ कुनै कुनै ग्रहहरू होइन, एउटा दुईवटा ग्रहहरू नीच भएर बसेका हुन्छन् र चाहिँ त्यसको एउटा चाहिँ नराम्रो इम्प्याक्ट जीवनमा आइपर्छ भनेर सधैँभरि चाहिँ एउटा चिन्ता व्यक्तिहरूलाई भइरहने हुन्छ। तसर्थ यहाँहरूले आफ्नो चिनामा यदि कुनै भावमा कुनै नीच ग्रह बसेको छ भने त्यहाँ कहाँ बसेका कुन कुन शुभ ग्रहहरूको दृष्टि छ, युति छ, त्यसलाई चाहिँ राम्रोसँग गहिरो विश्लेषण गरेर हेर्नुभयो भने त्यही नीच ग्रहको समयमा चाहिँ तपाईँको जीवनमा ठुलो उन्नति पनि हुन सक्ने हुन्छ। तसर्थ नीच ग्रह छ भनेर डराइहाल्न, आत्तिहाल्न चाहिँ पर्दैन। राधे राधे।